साथी हो हामी चाहिँ पुरै खनेर तल्लो काल्ला ठुलो थियो तल्लो काल्ला पनि सकियो अब चाहिँ हामी यता यो पनि यति सकिसक्यो है पुरै खन्दैछ टमाटर चाहिँ आज दरो खन्नुपर्ने भइरहेछ हैन हेलो गुड मर्निङ सबैजनालाई मेरो युट्युब च्यानलमा तपाईलाई स्वागत छ आज चाहिँ धेरै पछि म भिडियो गर्न गइरहेको छु है सो आज शनिबार पनि छ हैन आज चाहिँ सो घरमा काम गर्नुपर्ने भइरहेछ है काम नगरिने हुँदैन सो गाइस आज चाहिँ भर्खर अब उठिएछ हैन बिहानको 6 बजिरहेछ सो काममा जानुपर्ने सबजना गइरहेछ मेरो है अब यस्तै छ जिन्दगी ल घरको हालत यस्तै छ है मेरो टोपी लाउनु पर्ने हुन्छ हैन काम गर्न सब गइसकेका छन् माथि चाहिँ के बाबा लागेन म चाहिँ लागे काम गर्न बिहान सबेरै कोदालो लिएर है र जति हान्दैछन् ल ल ल ल काम गर्नु पुरै गइसकेका छन् अघि नै जोस जागरका साथ केटाकेटीहरू काम गर्दैछन् पुरै दुईजना चाहिँ पुरै हान्दैछन् हैन एकजना मल लाउँदैछ आजको काम चाहिँ हो यस्तो बन्दा के बन्दा यसको हालत यस्तो छ ओइ भोटे बाहिर बाहिर ओइ टमाटर मर्छ पारो उठेन है पुरै काम हुँदैछ हैन हामी चाहिँ दुईजना पुरै खन्दैछ टमाटर चाहिँ आज दरो खन्नुपर्ने भइरहेछ हैन यो खन्नुपर्ने त्यो 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 आज दुई तीनजना चारजनाले दरो खन्ने अरे हो आज साथी हो हामी चाहिँ पुरै खनेर तल्लो काल्ला ठुलो थियो तल्लो काल्ला पनि सकियो अब चाहिँ हामी यता यो पनि यति सकिसक्यो है यताबाट यति यहाँसम्म अब चाहिँ खाना खानु जान लागेको गाह्रो छ काम गर्नु गाउँघरमा सब टोलीहरू हाम्रो चाहिँ टमाटर यसरी यति खन्यो बाँकी माथ्लो गर माथ्लो यता छ अझै अब भोक लाग्यो टोलीहरूलाई भात खानु हामी चाहिँ लाग्यो बोरा झरौला पारो ल यो तल्लो गाल्ला सक्यो है 10 साढे 10 भयो कति बज्यो पुरा टोलीहरू चाहिँ हाई गाइज भन्दैछ भोकले सेन्टिफाइड भएको होला बोल्नु चाहिँ छोड्दैन अब यस्तै छ आज शनिबारको सदुपयोग चाहिँ राम्रो हुँदैछ हाम्रो बाँकी निकै छ अझै जे दरो काम गरियो हैन पुरै
खनियो बिहानदेखि 6 बजेदेखि खनेको है। अब चाहिँ हामी भात खाना खानु लाग्दैछौँ। आयो टोलीहरू पुरै है घरतिर लाग्दैछ भात खानु। पुरै टमाटर छ के हो, पैसा छाप्नु पर्यो नि हौ पैसा। सुन्तला नि फलिरहेछ है, सुन्तलाको बोट। दाना चाहिँ यत्रो भइसक्यो दाना, सुन्तलाको दाना यत्रो भइसकेको छ। अब चट्ट गएर भात खानुपर्ने हुन्छ हामीले, अनि फेरि काममा लाग्नुपर्ने हुन्छ। मोहरीको डुँडहरू मोहरीहरू छ है, टन्नै छ हाम्रोमा। यस मोहरी पालन पनि छ, टन्नै छ। कतिवटा, एउटा दुईटा तीनटा चार माथि छ, एउटा 5वटा, त्यहाँ 6वटा 7 8 9 10, त्यहाँ एउटा पछाडि घर पछाडि 11, त्यहाँ एउटा 12, त्यहाँ एउटा छ 13, तल बोटमा एउटा छ 14 डुँड छ है। हामीसँग चाहिँ 14 डुँड मोहरी पनि छ। अब टोलीहरू घर आइपुग्यो। अब घरमा चाहिँ आमाले खाना बनाइसक्नु भएको छ, खाना खानुपर्ने हुन्छ। अब हामीले टोलीहरू धरो काम भइरहेछ आज। भान्सामा खाना पाकिसकेको छ हाम्रो। अब चाहिँ हामी टक्क उसिनेको काँकी बोडी सब मिलाएर आमाले दाल पनि छ, अर्को सब्जी पनि छ है, अर्को सब्जी पनि छ। के खाने मन छ खाना त्यहाँ छ, सब हाम्रो किचन चाहिँ यस्तो छ। खानासाना अब खाने हो, फेरि काममा लाग्नुपर्ने हुन्छ हामी। ल अब खानाको लागि चाहिँ हामी खाना खानुपर्ने हुन्छ। ल खानासाना खाइसक्यो अघि नै है, म चाहिँ एकछिन काम परेर मासतिर गइरहेको थिएँ। अब टोलीहरू चाहिँ अघि गइसकेछन् होइन काम गर्नलाई। अब मन जानुपर्ने हुन्छ आज, जसरी पनि सक्नुपर्ने हुन्छ काम है। अब गएर घिजाम खन्नुपर्ने हुन्छ, टोलीहरू खन्दैछन्। सो गाइस घर पनि पछाडि त्यस्तै छ। मोहरी पालन चाहिँ खत्रै छ क्या हाम्रो। जस 14 डुँड कि कति छ मोहरी पनि है हामीसँग। सो गाइस फाइनल्ली अब चाहिँ फेरि खन्नु लाग्नुपर्ने हुन्छ। मेरो चाहिँ काम परेर माथि काम गरेर भर आएँ। अब चाहिँ फेरि खन्नुपर्ने हुन्छ हामीले। सुन्तलाको बोटहरू त्यसो पुरै है सास बढ्दो रहेछ। यहाँ भर्खर टमाटर भर्खर रोपेको छ। अब चाहिँ अस्ति रोपेको, खन्ने बेला यस्तो छ होइन। आजको काम चाहिँ यस्तो छ। आज यो चाहिँ माथिसम्म सक्नुपर्ने छ माथिसम्म। पुरै काम गर्दैछन्। के छ लाउरेनी हो, आमा पनि खन्दै हुन्छ। एउटा लाउरे सिकिस्तै भइसक्यो माथि। यता 3 लाउरेनीहरू पुरै युद्धमा जानु रेडी, पुरै युद्धमा जानु रेडी छ। म पनि अब युद्धमा जानुपर्ने हुन्छ। फाइनल्ली अब चाहिँ काम सक्यो है। खनेर यत्रो तल्लादेखि यो लामो कल्ला छ,
सक्यो लास्ट काललाई यो पनि सक्यो फाइनल्ली हामी चाहिँ सकेर सब टोलीहरू गइसके चल्दैन पारु त्यो चप्पलहरू लैजाऊ न उता परतिर दुइटै लैजाऊ दुइटै सक्यो शनिबारको दिन आज बित्यो काम गरेर मस्त काम गरियो आज डह्रो काम गऱ्यो तर मलाई आज सक्दैन जस्तो लाग्दै थियो काम गर्नु खन्नु सक्यो यार छिट्टै पो सक्यो त तर घटिएछ आज अब यिनीहरूलाई अब यो टमाटरहरूलाई अर्कोचोटि फेरि खन्नुपर्छ थाङ्रा लाउनुपर्छ अब फेरि यसलाई बान्नुपर्छ दबाई छिट्नुपर्छ गाह्रो छ टमाटर खेती गर्नु पनि सब अब चिसो लागेको सोची सब सकियो है काम गर्न आज खन्नु पुरै भारी ल यो चाहिँ म जन्मेको यही घरमा जन्मेर हुर्किएको तर यो काकाको अंशमा पर अहिले काका पनि बितिसक्नुभयो काकीहरू हुनुहुन्न मधेसतिरै बस्नुहुन्छ यो यसमा पहिला यो घरमा पुरै यो घरभित्र अहिले यस्तो छ हालत घरको जीर्ण अवस्था छ कोही नभएर नबसेर पहिला यो घरमा जन्मेर हुर्किएको यहाँभित्र पुरानो घर हाम्रो मूल घर यो पहिलाको मान्छे नबसेपछि हालत यस्तो हुँदो रहेछ यार घरको पनि सबै गाराहरू चर्किरहेछ घरहरू जाँतो यहाँ छ यो जाँतो अरे पहिला जाँतो यो जाँतो हात्ती खर्कादेखि अरे मा बनाएको अरे यो जाँतो अब यस्तो हालत छ अब मान्छे सब परिवर्तन भइसक्यो है जाँतोकै अब चलन छैन यो जाँतो चाहिँ हात्ती खर्कादेखि हिलेसम्म ल्याइदियो अरे यो बनाउने मान्छेले अनि बुवा र हाम्रो काका कान्छा गएर एउटा बोकेर ल्याउनु भएको अरे यो जाँतो अब यस्तो हालत छ घरको हालत पनि यस्तो छ यो मासतिर पहिला थिएन यति मात्र थियो हात गएर यस्तै छ अब सक्यो कोही बस्दैन घरको हालत पनि यस्तो छ सब बिजोक छ बिजोक जन्मेको घर हुर्किएको मै एउटा हाम्रो चाहिँ अहिले तल बनाएको के हो बुवा ल अब फाइनल्ली आजलाई चाहिँ सकियो कामहरू गऱ्यो अब सरसफाइ गर्नुपर्ने हुन्छ यस्तै छ यहाँ पानीको बोतल अघि राखेको छ गाइस यस्तै छ हालत आजको काम नगरी हुँदैन के गर्नु गाह्रो छ जिन्दगी